हेलो गुड मर्निङ नमस्कार छ सबैजनालाई आज मेरो सिनेमेटोग्राफीको सेकेन्ड डे भिडियो सुट हो सो आज इन्डिपेन्डेन्ट गर्लको रोल चाहिँ मेरो बहिनीले गरिरहेछ अनि आज मैले उसलाई आफ्नो क्लासलाई लिएर गएको छु रोल गर भनेर सो हेरौँ है त्यो साथीहरू कतिको रमाइलो हुँदो रहेछ है रमाइलो त रमाइलो भयो होइन हजुरहरू पनि हेर्नु है सुट गर्न कतिको गाह्रो हुन्छ है भनेर छिटो गर्नु है छिटो हतार भइसक्यो यो हेलो रेनु हजुर सर तिमीलाई मैले सबमिट गर्न फाइल सबमिट गर्न कहिले सम्म दिएको थिएँ ल हाँस्ने हैन म मर्नी गरी गाली गर्दा भित्र आएर सोरै फुल नि सेवक सर अहिले आउनुभयो कति छिटो हो मान्छे यो वाला चाहिँ म खोइदिए एक्सन हेलो हेलो रेनु हजुर सर तिमीले फाइल कहिलेसम्म सबमिट गर्नुपर्ने थियो सर मैले हिजो सबै फाइल सेन्ड गरिदिइसकेको त हिजो सबमिट गरेको भए मेरोमा आइहाल्थ्यो नि किन देखाएन सर म एकचोटि चेक गर्छु नि चाँडोभन्दा चाँडो चेक गर्नु डेडलाइन कहिले दिएको थियो मैले आउँदैछ त अगाडि छुट्टै थियो अहिले छुट्टै भयो लेख्नु पर्यो नलेखिकन प्र्याक्टिस मात्र भयो डायलग नै के हो डायलग के होला राखेर त मुम्बई भइरहेछ बस नेक्स्ट नयाँ बस बस ल कराउनु त्यहाँ कलायो ल 1 2 3 एक्सन हेलो यो भन्ने हो लाइयो ए झन् हँसाउँछ यो बसले अलि पछाडि आउनु त अलि लेफ्ट ल एकैछिन है ल अलि पछाडि एक्टिङ गर्नलाई पनि त कहाँ सजिलो रहेछ है साथीहरू र डाइरेक्टर बन्नलाई है हरेक चिज एक्ट गर्नलाई साह्रै गाह्रो हुने रहेछ कि रमाइलो पनि हुने रहेछ अनि त्यहाँ अफिसको है सक्यो भिडियो लिन अनि त्यसपछि हामी लाग्यो मन्दिरतर्फ त्यहाँ पनि हाम्रो थोरै एक्टिङको सुट बाँकी थियो है त्यहाँ पनि गऱ्यौँ अनि गरिसकेर हामी एकअर्कालाई गुड बाई गर्दै आफ्नो घरतर्फ लाग्यो सो यो मेरो सानो हाउसवाइफ र इन्डिपेन्डेन्ट गर्लको एउटा सानो भिडियो सुट थियो है भाइहरूले अब एडिटिङ गर्ने काम लिएको छ त्यति सकेपछि म हजुरहरूलाई पनि त पर्सि देखाउने छु ल टेक केयर गुड बाई